रामेछाप नगरपालिकाको आयोजनामा सञ्चालन गरिएको 3 दिने क्षमता विकास तालिम मनोविमर्श तालिमका सभाध्यक्षको आसन ग्रहण गर्नुहुने सभाध्यक्षज्यू, रामेछाप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यू, मनोविमर्श तालिम प्रशिक्षकज्यू, नगर सहजकर्ताज्यू, महिला तथा बालबालिका शाखाबाट पाउनुहुने सरम्याज्यू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूमा म प्रगतिशील रामेछाप नगर बाल सङ्घको अध्यक्ष प्रीति तामाङको तर्फबाट नमस्कार। विशेष हामीले यो आर्थिक वर्षमा चाहिँ हामीले बाल भेलाबाट चाहिँ के कार्यक्रमहरू गर्छौँ यो वर्ष भनेर तय गरेका थियौँ, जुनमा चाहिँ यो मनोविमर्श तालिम पनि समावेश थियो र हामीले यो 3 दिनको अवधि लिएर चाहिँ मनोविमर्श तालिमको पनि आज हामी समापन समारोहमा आइपुगिसकेका छौँ। हामीले आर्थिक वर्षमा हामीले कुन कार्यक्रमहरू गर्छौँ भनेर योजना बनाएका हुन्छौँ र त्यही अनुरूप चाहिँ हामीले कुन महिनामा कस्तो कार्यक्रम गर्ने र त्यो कार्यक्रमलाई कति बजेट छुट्याएर चाहिँ हामीले बालबालिकाहरूलाई चाहिँ एकदम उनीहरूले बुझ्ने तरिकाले प्रभावकारी तरिकाले सहज वातावरणमा चाहिँ तालिम प्रदान कसरी गर्न सक्छौँ भन्ने धारणा लिएर चाहिँ हामीले बजेट निर्माण गरेर र बजेटलाई त्यही अनुसार विनियोजन गरेर नगर बाल सञ्जालले चाहिँ तालिम प्रशिक्षणको लागि चाहिँ सहकार्य गरिरहेको हुन्छ र हामीले यो अब आर्थिक वर्षमा पनि यस्तै तालिमहरू मनोविमर्श लगायतका अन्य यस्तै तालिमहरूलाई पनि संलग्न गराएर र योभन्दा प्रभावकारी तालिम बालबालिकाहरूको लागि आगामी दिनमा के कस्तो हुन सक्छ, उनीहरूको मनमा चाहिँ अझै पनि उनीहरूले सिक्न चाहेका कुराहरू चाहिँ के छन्, उनीहरू मनमा दबाएर राखेका क्षमताहरू चाहिँ बाहिर प्रस्फुटन गर्न सकिरहेका होइनन्, कुन तालिमले चाहिँ उनीहरूको क्षमता प्रस्फुटनमा सहयोग गर्छ भन्ने कुरालाई चाहिँ विचार गरेर चाहिँ हाम्रो नगर बाल सञ्जालले चाहिँ अझै पनि यस्तै खालका क्षमता विकास गर्ने खालका तालिमहरू ल्याउनेछन् र हामीले 3 दिनको बसाइ अवधिमा मनोविमर्श तालिम यो जुन मनोविमर्श तालिम हाम्रो तालिम प्रशिक्षक तारा म्यामले दिनुभएको थियो, त्यो 3 दिन अवधिमा चाहिँ हामीले मनोविमर्शसँग सम्बन्धित भएर मात्र होइन, हामीले आफ्नो जीवनमा कसरी लागू गर्न सक्छौँ, जीवन उपयोगी शिक्षा हामीले यसबाट कसरी लिन सक्छौँ, हामीले एउटा तालिमलाई प्रमाणपत्रमा मात्र आधारित नगराएर हामीले व्यावहारिक जीवनमा चाहिँ त्यसलाई हाम्रो चाहिँ लागू कसरी गर्न सक्छौँ, हामीले तालिममा सिक्छौँ तर सिकेको कुरा थ्योरीसँग मात्र रिलेटेड गराएर सिक्यौँ भने हामीले त्यसबाट कुनै उपलब्धि प्राप्त गर्न सक्दैनौँ, तर पनि हामीले यहाँ सिकेका कुराहरू आफूले आफ्नो दैनिक जीवनमा बिस्तारै लागू गर्दै लैजाने हो भने हामीले आफूमा केही न केही सकारात्मक परिवर्तनहरू अवश्य पनि पाउँछौँ। त्यसै गरी हामीले यो तालिम अवधिभरमा विभिन्न सकारात्मक पक्षलाई लिएर र नकारात्मक कुरालाई चाहिँ हामीले अहिलेसम्म भएका नकारात्मक कुरालाई चाहिँ हामीले यही छोडेर र आगामी दिनमा चाहिँ यो कार्यक्रमबाट यो तालिमबाट सिकेका सकारात्मक कुराहरू मात्रै हामी सँगसँगै घर लिएर जानेछौँ र ती सकारात्मक कुराहरूले चाहिँ हामीले हाम्रो राष्ट्र, हाम्रो देश र समाजमा रहेका व्यक्तिहरूमा चाहिँ कसरी हामीले प्रचार प्रसार गर्न सक्छौँ, कसरी प्रभाव गर्न सक्छौँ भन्ने त्यो कुरा हामी नेतृत्व तहबाट आएका हामी बालबालिकाहरूमा महत्त्वपूर्ण भूमिका रहेको हुन्छ, जुन चाहिँ तपाईँहरूले बाल सञ्जालको नेतृत्व गरेर आउनु भएको छ, त्यसै गरी विद्यालयको बाल समूहबाट नेतृत्व गरेर आउनु भएको छ, उहाँहरूले चाहिँ केही सिक्नुहुन्छ, हाम्रो नेतृत्वकर्ताहरूले गएर त्यस तालिमबाट हामीलाई केही ज्ञान प्राप्त गरेर चाहिँ हामीलाई पनि भविष्यमा सहज हुन्छ र हाम्रा अध्यक्ष सचिव लगायतका अन्य पोस्टमा रहनुहुने साथीहरूले चाहिँ त्यहाँ तालिम गए पश्चात चाहिँ हाम्रो दाइ दिदीहरूले यस्तो कुरा सिकेर आएर चाहिँ हाम्रो बाल सञ्जालमा यस्तो कुरा चाहिँ हामीलाई राम्रो कुरा सिकाउनु भयो, हाम्रो जीवनमा यस्तो सकारात्मक परिवर्तन आयो भन्ने कुरा चाहिँ अबको दिनमा चाहिँ बाल सञ्जालहरूबाट प्रवाह गरिनुपर्छ र त्यसै गरी हामीले यो तालिममा सम्पूर्ण कुराहरू सकारात्मक रूपमा नै लियौँ र सकारात्मक रूपमा नै गर्दै जानुपर्छ। त्यसै गरी हामीले हाम्रो विचार सकारात्मक भयो भने हामीले जस्तोसुकै नकारात्मक कुरालाई पनि हामीले सकारात्मक तरिकाले ग्रहण गर्न सक्ने क्षमता भयो भने हामीले जीवनमा कुनै पनि समस्याहरूमा अड्किनु पर्दैन, त्यो समस्याहरूलाई जुझ्ने र चुनौतीलाई स्वीकार गर्ने क्षमता हामीमा आफै आफ उत्पन्न हुन्छ भन्ने मूल धारणा पनि र मूल भाग पनि हामीले यस तालिमबाट नै सिक्यौँ। त्यसै गरी हामीले मनोविमर्शसँग मात्र रिलेटेड भएर सिकेनौँ कि हामीले अरू जीवनमा कस्ता समस्याहरू आउन सक्छन्, त्यो समस्याहरूलाई कसरी जुझ्न सक्छौँ, त्यसै गरी हामीले डिजिटल साक्षरता, सामाजिक सञ्जालको प्रयोग दुरुपयोग अहिलेको बालबालिकाहरूले कसरी गरिरहेका छन् र हामीले अहिले कसरी हाम्रो सामाजिक सञ्जाललाई चलाइरहेका छौँ र आगामी दिनमा चाहिँ हामीले कसरी चलाउनु पर्ने रहेछ, कतै हामीले पनि नेतृत्व तहमा रहेर गलत काम त गरिरहेका छैनौँ भन्ने हाम्रो अनुभूति पनि हामीलाई यस तालिममा आए पश्चात नै भएको छ र हामीमा यस तालिमले सकारात्मक प्रभाव मात्र दिएको र आगामी दिनमा पनि यस्तै तालिमले हामीमा सकारात्मक ऊर्जा थप
बनाउने हाम्रो नगरपालिकालाई र नगरपालिका रहेका सम्पूर्ण बालबालिकालाई हामीले सकारात्मक तरिकाले अगाडि बढाउने, उनीहरूलाई इन्करेज गरेर प्रोत्साहन गरेर हामीले उनीहरूको प्रतिभा क्षमता र प्रस्फुटन गर्न सहयोग गर्यो भने चाहिँ हाम्रो रामेछाप नगरपालिका लगायत सिङ्गो देशको भविष्य नै उज्जवल गर्नेछ। त्यसै गरी हाम्रो यो तालिममा सकारात्मक पक्षहरू धेरै पनि भयो, तर केही सुधार गर्नुपर्ने कुराहरू पनि छन्, जुन चाहिँ हाम्रो अलिकति यो एउटा समस्या रहेको छ। साथीहरूले केही समस्याहरू चाहिँ समक्ष राख्नु भएको छ हाम्रो तालिममा। विशेष गरी यो यातायात खर्चलाई लिएर हामी तालिममा चाहिँ सिक्ने भन्ने मूल उद्देश्यका लागि आएका हुन्छौँ, तर सिक्ने सँगसँगै हामी घरबाट चाहिँ एकदम टाढा 1 नम्बर 2 नम्बर 3 नम्बरको लागि त यो रामेछाप नगरपालिका बजारसम्म आइपुग्न धेरै टाढा नै रहेको हुन्छ। उनीहरूको लागि चाहिँ यातायात खर्च चाहिँ अलि अपुग भएको हो कि भन्ने जस्तो पनि आइरहेको छ, किनभने हामीले यातायात खर्चको लागि जति रकम छुट्याएका छौँ त्योभन्दा बढी रकम नै उनीहरूलाई चाहिँ यातायात खर्चमा लाग्ने हुनाले पनि चाहिँ गुनासो आएको हुनाले चाहिँ आगामी दिनमा चाहिँ यस्ता कुराहरूमा सुधार गर्दै लगियोस् र भविष्यमा यस्तो समस्याहरू नहुन् र बजेटमा अपुग भएका कारण तालिममा प्रशिक्षणको क्रममा कुनै पनि समस्या नआओस् भन्नको लागि चाहिँ आगामी योजना बालबालिकाको क्षेत्रमा योजना तयार गर्दाखेरि बजेट छुट्याउँदाखेरि चाहिँ बालबालिकाहरूलाई पुग्ने गरी उनीहरूलाई सहज हुने गरी वातावरणमा कसरी हामीले बजेट तर्जुमा गरेर चाहिँ रामेछाप नगरपालिकाले बालबालिकालाई सिकाइमा सहजीकरण गर्नुहुन्छ भन्ने पूर्ण आशा र विश्वास लिएको छु। लगायत यहाँ सम्पूर्ण 3 दिनको बसाइ अवधिभरमा चाहिँ हामीले राम्रो कुराहरू, सकारात्मक पक्षका कुराहरूलाई लिएर हामीले जीवन उपयोगी सिपहरू सिक्यौँ र जीवन उपयोगी शिक्षाहरू पनि लियौँ, हामीले व्यवहारिक ज्ञान लियौँ र सम्पूर्णमा सहकार्य गरेर सामूहिक कार्य गर्दा हामीमा सहकार्यको भावना, अनुशासन, मेहनत, लगनशीलता र सम्पूर्ण भावनाको विकास भएर चाहिँ हामीले यहाँ तालिम प्रशिक्षण लिए पश्चात हामीले आगामी दिनमा यस तालिमलाई मनन गर्दै आफूमा लागू गर्दै अगाडि लैजानेछौँ भन्ने प्रतिबद्धताका साथ मेरो छोटो मन्तव्य यही टुङ्ग्याउन चाहन्छु। धन्यवाद, नमस्कार।